शान्ति छाएको छ। केही पनि समस्या देखा परेको छैन। होइन पखत तयार भयो? पाक्यो? के तयार भयो? गिलो रोटी। सरी बाबा, यो हबगबलिनको दाउरामा त आगो नै बल्दैन। कहिले तयार हुन्छ त? धेरै बेर लाग्दैन। गिलो रोटी तयार भइसक्यो मुमिन आमा? सबै थोक ठिकै जस्तो देखिन्छ मुमिन घरमा। ओहो, म त कस्तो बुद्धु रहेछु। म त साँच्चै नहुने सिलिङ रहेछु। होइन स्नोर, तिमी बुद्धिमान नै छौ। होइन, म त कतै काम नलाग्ने रहेछु। तर तिमीले बनाएको जमिनमा चल्ने जहाजले त काम गरे होइन र? त्यस्तो बच्चा तालको होइन, तर तिमीले भुइँमा गुड्ने जहाज बनाउन सक्छौ भने पक्का पनि आकाशमा उड्ने त बनाउन सकिहाल्छौ नि। मैले कति नै राम्रो गरे भन्ठानेको थिएँ बेकारमा। हिजो राति खुब राम्रो उड्ने जहाज बनाएको त आज हेर्दा त उड्नै नसक्ने जहाज पो तयार पारेछु। कसरी म जस्तो बुद्धिमानी पनि यस्तो मूर्ख हुन सक्छ? मेरो बुद्धि अब यस्तै हो भने म केही गर्दिन। ल, गिलो रोटी तयार भयो। जाऊ त सबैलाई भन सानो माया। हस् मुमिन आमा। मुमिन र स्नोर्क मेडन खै त? स्नोर्क मेडन त रुँदै छिन्। अब भइहाल्यो नि स्नोर्क मेडन, उदास हुनु पर्दैन। तिम्रो दाइले यसलाई बिर्सिहाल्छ नि। आविष्कारकहरू सधैँ यस्तै निराश हुन्छन्। मुमिन बाबा पनि यस्तै हुनुहुन्छ। उहाँले पनि कथाहरू आविष्कार गर्नुहुन्छ नि। होइन, उहाँको त आत्मकथा हो। स्नोर्क मेडन, तिमी पनि रोटी खान्छौ कि? खान्छु नि प्लिज मुमिन आमा। जाऊ बाबालाई बोलाऊ मुमिन। मेरो विचारमा उहाँ फेरि लेख्नमा व्यस्त हुनुभयो होला। हस् आमा। तिमीलाई के भयो स्नोर्क मेडन? सूर्य पूर्वी आकाशतर्फ बिहानी पख उदायो अनि चारैतिर उज्यालै उज्यालो हुन थाल्यो। ओहो, यो त मूर्खलाई पनि थाहा हुन्छ। ओहो, मेरो लेखक बन्ने लक्षण छँदै छैन। म बुद्धु अनपढ मूर्ख होइन, अनपढ मूर्ख रहेछु। अब त लेख्ने काम छाडिदिनु पर्ला। मूर्ख। बाबा। भन के हो मुमिन? आमाले भन्नुभएको गिलो रोटी तयार भयो, खाना आउनुस् रे। ओहो, म अहिले एकदम व्यस्त छु, त्यसैले म पछि खाउँला। हो र? हो। अरू केही भन्नु छ? छैन, मैले त हजुरले केही भन्नु भएको जस्तो लागेको थियो। मुमिन पख पख, म आउँदैछु। क्या मिठो रहेछ। आमा, म बाहिर गएँ है। म पनि आउँछु। होइन, म र स्नफकिन एउटा यात्रामा जाँदैछौ र यो यात्रा जोखिमपूर्ण पनि हुन्छ। ठिक छ, म त तिमी आउँदैन होला भन्ठानेको। त्यो के हो? यो त पातको डुङ्गा हो। यो खोलामा मजाले तैरिन्छ। यो त पक्का पनि तैरिएर समुद्रमा पुग्छ होला अघि, अनि सायद विदेशतिर पनि। वाह, एक दिन म पनि पानी जहाजबाट यात्रा गर्छु। अब जाने होइन त? सानो मायाले पनि आउँछु भन्दै थिए, तर मैले त उसलाई अप्ठ्यारो हुन्छ नआऊ भने। ओहो, तिमीले उसलाई यस्तो भन्नै नहुने। ऊ त्यहाँ हेर त। हामी सबै भक्कु मजा आउँछ। बगा त मम्मी। खै, हामी सबैले त चढ्न सक्दैनौ होला। म र मुमिन मात्रै जान्छौँ। म त माथि जान्न। म त जान्छु बा। होइन, मसँगै बस्ने भने होइन? होइन, अलि पर यो गोरेटो बाटो गयो भने एउटा गुफा आउँछ। तिमी दुईजनाले हामीलाई त्यहीँ पर्खेर बस न। तर बाटो हिँडेर त्यहाँ पुग्छ भने किन अप्ठ्यारो बाटोबाट जाने त? यस्तो कुरा केटीहरूले अलि बुझ्दैनन्। केटाहरूको कुरा बुझ्न अलिक गाह्रै रहेछ ल। गुफामा पस्न सकिन्छ सकिन्न कुन्नी? अब चाँडै थाहा भइहाल्छ नि। तिमी के गर्नेस् नि? होइन, म चाहिँ यहीँ बस्छु। यही तलबाट परा दिन्छ नि बाउ। हो, खुबै। होइन, कसै न कसैले केटीहरूलाई हेर्नु पर्यो नि, नत्र त डराइहाल्छन् नि।
लागेन। हो त हामी यही कुरो पर्छ भित्र को बस्छ कुन्नी कस्तो मूर्ख यहाँ कोही पनि बस्दैन क्या। त्यही भएर त जान मन नलाग्यो। हो त कोही नबस्ने ठाउँ त डर लाग्दै हुन्छ। सायद हामी गुफाको ठिक माथि छौँ होला अघि। सायद Dead by Comics on Sour. खै तल जाने पाल त देखिँदैन। अलि उतातिर गएर हेरौँ न। वाह मैले यस्तो शङ्ख त कहिले पनि भेटाएको थिइनँ। ओ यहाँ हेर त यस्ता शङ्ख त मूल्यवान हुन्छ होला अघि। सानो माया यता आएर हेर त। सानो माया खै स्नोक म्याडम ऊ त गुफाभित्र गई स्निफ। ओहो किन गएकी होला डर पो हुन्छ त। सानोमा तिमी बाहिर आऊ त। तिमी भित्र आऊ न काका। त्यत्तिकै भित्र जान खतरा हुन्छ के। यसो भए तिमी कसरी यो गुफाभित्र जान्छौ त डरको? यही पर्ख है हामी तिमीलाई बताउँछौ। तिमी मसँग आउने होइन स्नोक म्याडम एक्लै त बस्दैन होला नि। सायद आउनै पर्ला। मेरो विचारमा तिम्रो हात समाउनु पर्छ होला। तिमीलाई डर लाग्यो भने। सानोमा तिमी कहाँ छौ? त्यसो नगर न हो स्नोक म्याडम डराइरहेकी छे। हो र तिमीलाई पो डर लागे जस्तो छ। तिम्रो स्वर काप्दैछ। मेरो त बोली नै यस्तै हो नि सधैँ। ए चुप लाग त। ओ गुनगुन आवाज सुने हो? हो त मैले पनि सुने। हावा हो कि? होइन यो त कोही गुनगुन गरे जस्तै छ। होइन मलाई तिमीले तर्सन खोज्दैछौ। यहाँ कोही पनि बस्दैन होइन र? सायद पक्का पनि त्यो मुमिन र स्टप Dead by Comics on उनीहरू Sour. तलतिर आउँदै होलान्। त्यही भएर उनीहरूको आवाज परैदेखि सुनिन्छ। त्यो त उनीहरू होइन। उनीहरू किन यस्तो आवाज गर्थे? ल मै गएर हेर्नु पर्ला। तिमीहरू यहीँ बस है। पहल सानोमा बिन्ती छ त्यसो नगर न बिन्ती छ। अब तारा त मुमिन हो अब ठिक छ। ठिक छ। अब हामी दुई मध्ये को पहिला जाने मुमिन? म जान्छु। अलि होसियार साथ जाऊ है। हुन्छ। बिस्तारै मुमिन हतार छैन। ए मुमिन तिमी ठिक छौ? म ठिक छु। Thanks for watching. Don't forget to press subscribe button for more upcoming videos.